अब हाम्रो घाँस पुगिसकेको, अब हामी घाँस बाँध्दै हो। हामी जुखुबारीमा हो। हेर्नुहोस् त कति धेरै गर्मी हो, त्यही पनि अब के गर्नु, बाख्रा पालेपछि घाँस काट्नै पर्यो होइन। टिकटक होइन हौ, भिडियो हो के। अब यो टिकटकमा लगाउँदिनँ, युट्युबमा लगाउँछु। काटेको लाउनु है, त्यो पाइमा बस्नुपर्छ, सही 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 गरेर लाउनु, यसरी एडिट गरेर यसरी क्या खै खै हट गरेर यसरी उहाँ घाँस ल्याएर पुरै तेल लगाएर पाकेको मैले मात्रै पुरै भइरहेको छु भाइर यसो घाँस ल्याइदिउँ होइन। बोधा बाँधिने मान्छेको भन्छ कता कता मोबाइल तेर्साएर बनेको मकै पनि के भएको के यस्तो, हेर्नु न चिया। यस्तो गरेपछि खेती पनि गर्न मन लाग्छ भन्नु त। सबै खेती किसानलाई कति धेरै गाह्रो। यस्तो किरा लगाएपछि त कसरी गरेर खानु। फौजी किरा भन्छ कि यसलाई, फौजी किरा। ए फौजी हो कि भौजी हो। गाई भने उसले एकतिर फर्काएर कम्ता घाँस मुख पारेर राखेको छ, त्यही पनि घाँसै छैन मेरो। तपाईँको जति घाँस राख भने तपाईँ लग्नु। सन्तुल कुरा नगर न। तिम्रो मेरो मकै साथी भन्नु।